सुन्दर खड्का म सुन्दर खड्का गोदावरी नगरपालिका 8 आजको कार्यक्रमलाई कसरी लिनुहुन्छ आजको कार्यक्रम एकदम सभ्य र भव्य जस्तो मलाई महसुस भइरहेको छ। आज दिनकुनेमा पनि राजावादीहरूको आन्दोलन भइरहेको थियो हैन। यो देशमा राजतन्त्र फर्काउँछ भनेर लागिरहेका छन्। उहाँलाई के छ तपाईको सुझाव? मेरो सल्लाह र सुझाव भनेको राजतन्त्रले कति वर्ष खायो तपाईँ हामीलाई यथावत थाहा भएकै कुरा हो। राजतन्त्रमा के भयो, पञ्चायती शासनमा के भयो र अब अहिलेको गणतन्त्रमा के भइरहेछ, के हुन्छ, यसमा अलिकति विश्वसनीय कुरा के छ भने राजा आफ्नै दाजुभाइलाई मारेर अझ पनि म आफै राजा बन्छु भने त्यो राजतन्त्र नेपालमा सम्भव छ? छैन। तपाईहरु आफै महसुस गर्नुस्। राजतन्त्रको बारेमा तपाईहरु यदि कुरा गर्न चाहनुहुन्छ यदि हो भने आफ्नै दाजुभाइको वंशनाश गरेर आफै राजा बन्छु भन्ने राजालाई तपाईहरु सम्मान के भन्छ यो आम निर्वाचन ल्याउनुस्, जनमत संग्रह गर्नुस्। राजा नेपालमा चाहिन्छ भने नेपाली जनताले उहाँलाई मूल्याङ्कन गर्नुहुन्छ। भनेपछि पूर्व राजा ज्ञानेन्द्र शाहले यदि चाहना छ भने चाहिँ हिम्मत छ भने चाहिँ हिम्मत र साहस छ भने नेपाली जनतासँग उहाँ मत लिएर आउनु पर्यो, चुनाव लडेर आउनु पर्यो। अन्यथा उहाँको जित यदि भयो राजा चाहन्छ राजा राख्छ, राजा चाहिँदैन गणतन्त्र चाहिन्छ भने नेपाली जनताले भन्छ। यो डिसिजन भनेको नेपाली जनताले दिने डिसिजन हो। यो राजतन्त्र ल्याउने र गणतन्त्र नेपालमा नेपाली जनताले ल्याएको ठाउँमा राजतन्त्र भएर राजतन्त्र 12औं वंश सखा भएको यो यथास्थितिमा अझै पनि गर्नु होला। राजावादीहरूले चाहिँ तिनकुटेमा कान्तिपुर टेलिभिजनको के अरे अफिसले तोडफोड गरेको अवस्था सिसामा अनि अराजक देखिरहेको थियो हैन। दुर्गा प्रसाईको गाडी के भन्न चाहनुहुन्छ उहाँले? यो अराजक शैलीमा उहाँहरू जानुभएको छ। अराजक शैलीमा जानुभयो। हामी जस्तो नेकपा माओवादी 10 वर्ष जनयुद्ध स्थापना गरेर नेपाली जनताको माग सम्बोधन गरेर नेपालमा गणतन्त्र स्थापना हुन्छ भने यत्रा नेपाली जनताले दिएको गणतन्त्रलाई यो अराजकतावादीहरूले यो दुनिया गरेर त्यो राजा ल्याउँछु भन्ने त्यो मूर्ख हुन्। यिनीहरूलाई मैले भन्छु मूर्ख। राजावादीहरू सिधा स्फूर्त ढङ्गमा के हिसाबले आउनु पर्यो, सबैसँग इलेक्सन हुनु पर्यो। राजा चाहिन्छ कि गणतन्त्र चाहिन्छ? जमानामा भएको यो गणतन्त्र अहिले ल्याएको गणतन्त्र यो हामीले म एउटा ल्याएको होइन, नेपाली जनता सबैले ल्याएको गणतन्त्र हो। नेपालमा गणतन्त्र चाहिन्छ भनेर यो गणतन्त्र विस्थापित अझ पनि शाहवंशी राजा चाहिन्छ भने राजाको दाइ होइन त। दरबारमा भनेको राज्यको सुरक्षा हुँदैन। राजा मारेको देशमा अझ पनि राजा चाहिन्छ भने कुन चाहिँ राजा चाहियो नेपालमा? अहिलेको द्वितीयको सरकारमा पनि कता कता तानाशाही देखिएको भन्ने सुनिन्छ। तपाईँ कतिको पाउनुहुन्छ? अब म पनि वास्तविक म राजनीतिक विशेषज्ञ पनि होइन, म एउटा गाउँको सर्वसाधारण जनता हुँ। मैले सिधा भन्नुपर्दा तपाईँको मिडियामा नेपालमा राजा चाहिन्थ्यो पहिला राजाको इतिहास पढेको मान्छे म। मेची महाकाली वीरेन्द्र हिँडेको इतिहास पढेको मान्छे मै हुँ। म 2052 रहेछु। कुरा बुझ्नु हो? राजाको इतिहास पढ्दै राजा वीरेन्द्र जस्तो राम्रा राजाहरू जमानामा पहिल्यै राजा भएर चाहिँ हाम्रो यो अहिलेको ज्ञानेन्द्र राजा पहिले राजा भएको त्यसकै चालबाजी चार फेरि पनि राजा हुनु चाहनेको अर्थ के हो? उहाँ सबै भाइ बारदार दुनियाँ मारेर चाहिँ उहाँ एक्लै बग्नु पर्ने कारण के हो? अनि राजा चाहिन्छ भने को? आजको भेलाले चाहिँ मलाई के लाग्छ भने यो अहिले यो विद्युत प्राधिकरणको हाम्रो कुलमान घिसिङलाई जुन अहिले यो निकालेर यो अवस्थामा ल्यायो नि, यो ल्याउनु चाहिँ नामी मूर्ख हो क्या। त्यो मान्छे जसले ल्यायो नि अहिले जो सत्तामा छन् ती मान्छे साह्रै मूर्खता हो क्या। अब यत्रो जनतालाई 6 वर्षसम्म साला लोड सेडिङमा राखेर सारा संसारलाई के अरे बाहिर सुनिन्थ्यो नि। बाहिर सुन्दा तिनटै नेताहरू मिलेर कुलमानलाई हटाउने टिआरसीसँग प्रचण्डले साटेका हुन् भनेर बाहिर सुनिन्थ्यो। के छ तपाईँको? यो कुरा यस्तो हो कि तिनटै नेताले उसलाई हटाउने भन्ने कुरो नेचर होइन। यो कुरो एउटा षड्यन्त्र हो। त्यसको 1 घण्टा अगाडि तीनजना नेता बैठक बस्ने, त्यसको पछाडि मन्त्री परिषदको बैठक बसेर कुलमानलाई हटाउने निर्णय हुन्छ भने यहाँ त शङ्कास्पद विषय देखिन्छ। शङ्कास्पद त देखिन्छ, तर के हुन्छ भने नि टिआरसीसँग प्रचण्डले साटे भन्ने छ नि। होइन, त्यो एकदम गलत कुरो। यो गलत कुरो के छ भने प्रचण्डले त्यस्तो साथ दिएको आज प्रचण्ड यस्तो ठाउँमा आउँथेन नि त। यहाँ त करोडौँ र लाखौँ जनता छ नि त। यहाँ आउँथ्यो त उसले यहाँ भन्नलाई आउँथेन नि। यहाँ भन्नु पर्यो नि प्रचण्डले हो मैले चाहिँ यसरी गरेको भनेर त उसले जस्तो बोले त्यस्तो भन्छ। यो गलत फिजाको कुरो हो क्या। यस्ता कुराहरूलाई यस्तो यो जालसाजी कुराहरूलाई भरम हो। यो चाहिँ एकदमै भरम। किनभने यदि उहाँलाई त्यो गर्नु थियो भने उहाँको त उहाँकै पार्टीको मान्छे हो नि उहाँ पनि होइन। उहाँलाई त पहिले पनि गर्न सक्थ्यो नि। यो कुरो त दुईचोटि योभन्दा अगाडि पनि गरे हो नि त। पछिल्लो मान्छेलाई तपाईँहरू त अराजक होइन, यो यिनीहरूको आन्दोलन गर्दाखेरि पनि तडक भडक हुन्छ भन्ने सुनिन्छ। आज एकदम शान्तपूर्ण आन्दोलन भयो, तर राजावादीको पो उता अराजक देखियो।
यो के भने नि यो चाहिँ सबै के भने यो हाम्रो आन्दोलनलाई भड्काउनलाई धेरै नौटङ्की गरे हो क्या। अब राजावतीको पनि उता भइरहेछ, अब हाम्रो पनि यहाँ भइरहेछ होइन। हाम्रो उनीहरूको भन्दा हाम्रो धेरै हुन्छ भन्ने हिसाबले पनि उनीहरूले चाहिँ यिनीहरू भड्कोस् भन्ने हो क्या। तर के छ भने नि दुर्गा प्रसाईले त्यसरी गाली गर्नुहुन्छ होइन, आरोप लगाउनुहुन्छ, तपाईँ दुर्गा प्रसाईले के भन्न चाहनुहुन्छ? उहाँलाई म के भन्न चाहनुहुन्छ नि, उहाँ कहिले राम्रो छ भन्नुहुन्छ सरकार, कहिले चाहिँ नराम्रो छ भन्नुहुन्छ होइन। त्यो चाहिँ मैले देख्दाखेरि त दुई मुखे साँप जस्तो भयो क्या होइन। कि त उहाँकै पक्षमा उहाँ राम्रै हुनुहुन्छ भन्नु पऱ्यो होइन। कहिले नराम्रो भन्ने कहिले राम्रो भन्नु, त्यो चाहिँ दुईवटा मुखको साँप जस्तो पाइन्छ। यता पाए उतै कुद्ने, उता पाए उतै कुद्ने। के हो भने उहाँलाई चाहिँ पावर चाहिएको छ क्या होइन, पावर चाहिएको छ। उहाँ पावर पाउनु भने कुद्नुहुन्छ, त्यतै पावर छैन भने कुद्नुहुन्न, उहाँ एकतिर हिँडिदिनुहुन्छ। त्यही भएर पावरको सदुपयोग गर्नलाई चाहिँ उहाँले पनि सिक्नु पऱ्यो होइन। उहाँ पनि एउटा धनाढ्य मान्छे हो, उहाँले राम्रो गर्नु पऱ्यो। त्यत्रो स्वास्थ्यको लागि त्यत्रो क्यान्सर हस्पिटल खोलेछ, यत्रो जनतालाई सहयोग गर्दै आएको छ। जनताको सहयोगी बनेर पो हिँड्नुपर्छ त, राज्य संस्थाको पछि हिँड्ने त जनताको सपोर्टमा हिँड्नुहोस् न, अनि हामी पनि उहाँलाई सपोर्ट गर्छ नि होइन र।